जङ्गल पनि बब्बाल यार आई लभ यु सो हेलो गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई च्यानल तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु होइन आज भ्लग के कस्तो हुँदैछ भन्ने कुरा हजुरहरूले थाहा पाइसक्नुभयो होला टाइटल थम्बनेल देखेर होइन आज चाहिँ जाँदैछौँ हामी कलेज पिकनिक होइन फाइनली हाम्रो चाहिँ कलेज पिकनिक लाने भयो अनि अहिले चाहिँ म साथीकोमा आएको छु जुत्ता लगाएर आज एउटा यहाँ छ सो अब चाहिँ हामी कलेज निस्किन्छौँ होइन के भन्नु छ मेरो भ्लगमा भन न केटो लजाउँछु के फेरि लगाएछ अब चाहिँ हामी कलेज निस्किन्छौँ है कलेजमै भेट्नुपर्छ आजको भ्लग चाहिँ बब्बाल हुनेवाला छ लास्टसम्म हेरेर साथ दिनु होला यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला मन परेमा साथीहरूसँग पनि सेयर गरिदिनु होला सो गाइज अब हजुरलाई सिधै कलेजमा गएर भेटाउँछु है त सो फाइनल गाइज हामी चाहिँ कलेज पुगिसक्यौँ होइन गाडी पनि आइसकेको रहेछ हामी रहेछौँ लास्टमा चाहिँ है सो त्यही नै हो अब चाहिँ हामी गाडीभित्रमै भेट्छौँ है सरले हेर्दा रहेछ अब हेलो एभ्रिवान वेलकम टु आवर ब्लग अनि आज चाहिँ हाम्रो स्कल होइन के को पिकनिक कलेजको पिकनिक छ हामी चाहिँ उयो भइसकेको छ जम्मा भइसकेको छ नपर्खे त 8 बजिसक्यो भोक पनि लागिसक्यो अब हामी जान्छौँ उनीहरूले गर्दा ढिलो भयो क्या हामी चाहिँ आज कस्तो हुनेवाला छ कतिको एक्साइटेड हो खुसी लाग्यो अब हामी गाडीमै भेट्नुपर्छ है जाम केटा ल सबै सिटमा बसिहालौँ त म चाहिँ होइन भित्र आइसकेँ चस्मा लगाएर नमस्ते ए राम्रो चाहिँ इलाली त Pack your dreams, let's hit the road. Golden mornings, open roads. No more worries, no more fear. Just you and me, the sky's so clear. Got no map, but that's alright. We'll chase the sun into the night. Every heartbeat, every street, a brand new world under our feet. Travel with me across the sea, over the mountains, wild and free, dancing through cities, chasing the breeze. Come on. दर्शन ल साथीहरू एकचोटि ऊ चाहिँ बन्दैछ के अरे टिका भैरव मन्दिर चाहिँ बन्दैछ तर हामी आज पिकनिक आउँदाखेरि टिका भैरव दर्शन गर्ने भन्ने कार्यक्रम भएको हुनाले हाम्रो गाडी चाहिँ त्यो माथि 14 मा छैन अनि केटीहरू पनि टक्क आइरहेछ टक्क हेर्न सक्नुहुन्छ भर्खर बन्दै सुरुवात हुँदैछ निर्माण चाहिँ भएन बन्दैछ है अब चाहिँ हामी यहाँ दर्शन गर्नुपर्ने हुन्छ उतापट्टि पनि बनिरहेछ है हेर्न सक्नुहुन्छ पूजा गरेर आएछन् मान्छेहरू दुईजना टक्क एउटा पनि यहाँ पनि बन्दैछ यहाँ चाहिँ अब हामीले दर्शन गर्छौँ फर्स्टमा ड्रिम पुरा भयो कि मेरो हेर्न म फ्यान हो कि उसको प्रमोट गर्ने मान्छे म हो फेरि उसको फ्यान हो कि म ठुलो फ्यान छु यार फेरि भयो आज दर्शन गर्ने फ्यान मात्र भयो फर्स्ट हामी दर्शन गर्छौँ मिल्दैन होला नि जाऊ दर्शन गरेर यता केटीहरू भन्छ है टन्नै यसको मान्यता के हो सर यसको
हेर्न अब त्यहाँ अब चाहिँ हामीले दर्शन गर्नुपर्ने हुन्छ एउटा केटीमा लगाइसकेको छु तिनीहरू लगाएको होइन मेरोमा नि गरिदिनु है साथीहरू आनी छ मेरोमा नि के माग्यो साथी मनमा छ मागेको मनमा छ सो हामीले चाहिँ फेरि को मागेको हुन्छ अब मान्छे माग्दैन मान्छेले मान्छे माग्ने हो नि त अरू माग्ने होइन कि मान्छेले मान्छे माग्ने हो बुझिसकेँ मैले कुरो बुझिसकेँ सो अब चाहिँ हामीले दर्शन पनि गरेर भ्यायो होइन लाग्नुपर्ने हुन्छ फेरि आफ्नै यात्रामा आज चाहिँ तपाईँहरूलाई देखाउँछ बब्बाल यहाँको भ्यू चाहिँ दामी लाग्यो गाइजहरू है जङ्गल सङ्गल टक्क आऊ सो गाइज अब हामी चाहिँ उतै गएपछि भेट्छौँ है दर्शन सर्शन गरेर यहाँ चाहिँ रोक्यो हो अब गइसकेछ सबै हाम्रो गाडी चाहिँ ऊ त्यो है गाइजहरू आइरहेछ अब चाहिँ गइहाल्नुपर्छ हामीहरू है लेडिज ब्याक जङ्गल चाहिँ बब्बाल छ है घना जङ्गल साथीहरू आइसकेको छ गाडी अब उतै भेट्नुपर्छ हामी है डान्स डान्स आफ्नै पारामा चल्यो फेरि किनपानेको ऊ चाहिँ बब्बाल मन पऱ्यो क्या भ्यूहरू चाहिँ होइन जङ्गलहरू पनि टक्क के लालीगुराँसहरू पनि खतरा फुलेर रहेछ क्या म देखाउँछु है हजुरहरूलाई यहाँ हेर्नु न आएर वाउ बब्बाल फुलेको छ क्या बब्बाल छ म टिप्छु है गाइजहरू अब हजुरहरूलाई देखाउँछु टिपेर बब्बाल आज चाहिँ रमाइलो हुनेवाला छ है बब्बाल यार यतिको रमाइलो गर्नै पर्छ सो फाइनली गाइस सो बब्बाल लालीगुराँसको रुखमा छु अहिले चाहिँ म खतरा ल ल ल बब्बाल अब म लालीगुराँस टिप्छु हेर्नु सक्नुहुन्छ बब्बाल छ लालीगुराँस वाउ भ्यू पनि दामी केटाहरू उता छ है सो साथीहरू गुराँस हेर्नु सक्नुहुन्छ हजुरले नदेखेको बब्बाल फुलेछ जङ्गल पनि बब्बाल यार आई लभ यु मेरो गर्लफ्रेन्डले भन्यो होला आई लभ यु कोही छ आई लभ यु कोही छ चढेर आएको गाइजहरू म वाउ बब्बाल यार तिम्रो लागि होला तिम्रै लागि हो बब्बाल यार बब्बा सरले त खाँदै हुनुहुन्छ त यार सरले त खानुहुन्छ खान्छ ठै मलाई एउटा दिनु ल तिम्रो गर्लफ्रेन्डको लागि हेलो गाइस यो चाहिँ तिम्रो लागि है ल पर्दैन सर खानु के भक्ति यहाँ आऊ त यहाँ आऊ न एकचोटि मोबाइल हराउ त बगैँचामा आई लभ यु
यो लालीगुराँस छोड्नै मन लाग्यो नि त यार बब्बाल छ त यार ल साथीहरू यता हेर ब्रेकफास्ट हुँदैछ है हाम्रो चाहिँ ल ब्रेकफास्ट हुँदैछ हाम्रो अस्ति सुमन हाम्रो नि काभ्रेली बनाउँछ निरज हाम्रो लागि पानी ल ब्रेकफास्ट गरेपछि भेटौँला हामी निरज हजुर माल लिएर आऊ न मेरो लागि चाहिँ यहाँ छ लिएर आऊ न एउटामा तिम्रैमै ल्याउँदा भन्छ केटाहरू उता बस्नुपर्ने यता बसेछन् यो अन्डा बरु हल्का फ्राई गरेर दिए भने है निरज अन्डा नि एउटा यस्तो भ्यूमा बसेर खाँदै मजा बेग्लै छ केटाहरू है अब आज यसरी खाने अँ, खाने चाहिँ कसरी हुन्छ तपाईँलाई थाहा छैन भने चाहिँ हजुर कतिले के गर्छन् भन्दाखेरि खाँदाखेरि चम्चा यस्तो गर्छन् त्यस्तो गर्छन् के ठ्याक्कै चम्चा चाहिँ त्यो 45 डिग्रीबाट ठ्याक्कै 90 डिग्रीमा यसरी घुमाउनु पर्छ क्या कतिपय कन्फ्युज हुन्छ र गाह्रो जस्तो चाहिँ देखिन्छ तर गाह्रो छैन कि प्र्याक्टिस अभ्यास सधैँ बढी अभ्यास प्लेन उडिरहेको छ। छैन फेरि एकचोटि म देखाउँछु कसरी खाने भन्दाखेरि यस्तो गर्ने ठ्याक्कै 45 डिग्रीमा लिने अनि ठ्याक्कै 90 डिग्रीमा घुमाउने क्या अलिक कन्फ्युज हुनुहुन्छ क्या तपाईँहरू खाँदाखेरि अलिक राम्रोसँग खानु चाहिँ मन त्यही गर्नु पऱ्यो मिठो लागेन बरु ल्याउँदा लगायत खाइसकेपछि भेट्छु फेरि अहिले चाहिँ हाम्रो ब्रेकफास्ट हो है क्रिम लगाएको रहेछ ल साथीहरू जाँदैछौँ हामी चाहिँ माथि टावर घुम्न साथी भाइको भावना साटेर साथी भाइको एकचोटि ल भिडियो चाहियो मलाई यति हिमाल लालीगुराँस बन्द होला के सुनिरहेको यता फुल टिभी नि जाऊ मेरो यस्तो हो एउटा ल के भन्न न के भन्नु ल भन्न सक्दैन भइरहेछ एकदम धेरै केही छैन सोनीमा देऊ न देऊ देऊ के थ्याङ्क यू यस्तो ठाउँमा ओ दामी यार सो फाइनल गाइज अब चाहिँ हामी चाहिँ यहाँबाट जान्छौँ है खाना खान तल गइसकेछन् अरू चाहिँ हामी जाने चाहिँ त्यहाँ अब यहाँबाट यस्तो दामी भ्यू हेरी होइन खतरा त्यो टावर बब्बाल छ है काठमाडौँको टिङ्नी अब हामी जान लागेको गाइज तल गएपछि भेट्नुपर्छ है यस्तो यो भ्यू त छोड्नै मन लागेन क्या कस्तो दामी क्या है बब्बाल जङ्गल पनि कस्तो घना जङ्गल दामी यार यहाँबाट फेरि प्रदीप कुनारी ए गाउँले हो छोरी दिने कोही छ भन्नु मिलेन ल सो हामी जान्छौँ है भन न देऊ एउटा चाहिँ म घरमा लाग्छु यार यो चाहिँ घरमा लाग्छु बब्बाल छ यार वाउ सो अब चाहिँ हामी गएको ल अहिले त फिक्सै गएको हामी
आई लभ यु यो पानी फुटेर यहाँ यो फुटेर यो भित्र उनी बस्छ बब्बा हाल्छ है आऊ जाउँ खतरा यार बबाल म भ्याइन नि तपाईँले यो घाँस दालचिनी पाल भएन नि यो ल तिमीसँग त होइन आमा होइन बबाल छ है भ्यू यार के हो नि हेलो खोइ त यता हेलो गाइज हेर्नु होला होइन यो पर यस्तो दामी भ्यू छ कि वाउ अनि मेरो दोस्त उहाँ छ ऊ बाख्रा पाठा जस्तो कुद्दै फाइनली घुमियो तीन पाने घुमियो फाइनली खतरा फाइनली तीन पानेको यो यसलाई नाम चाहिँ के हो चार पाने भन्छ होला कमेन्ट गरौँ त के हो तीन पाने टावर तीन पानेको टावर तीन पाने नि गनाएर त्यो गाडी हो भनेका लगाएर चाहिँ हामी चाहिँ तल गएपछि भेट्नुपर्छ है अब चाहिँ खाना खानुपर्छ भोक पनि लागिसक्यो है चार पनि छैन मोबाइल भ्याइसक्यो सो फाइनली गाइज अब चाहिँ हामी खाना लाग्यो है खाना चाहिँ नसोचेको बनाइदिनु भएको छ उहाँले के को छ हेर्नु होला म चाहिँ भन्न जान्दिनँ अनि दही पनि छ होइन अब मासु अचार ट्याकन मिलाएर छ तर एकदम राम्रो खुवाउनु दही भयो पनि है छ। खाजा नि राम्रै खुवाउनु भयो एकदम। खाना नि खाजा त्यहाँपछि लगेर के खुवाउनु भयो खाजा सबै ए अनि उयो पनि खुवाउनु भएको थियो भुजिया के अरे त्यो दालमोट अनि चिउरा अनि त्यहाँबाट के खुवाउनु भएको थियो दालमोट चिउरा अनि चिल्ली बनाइदिनु भएको थियो अनि पछिबाट त्यहाँबाट फ्रुट्स योगर्ट खुवाउनु भयो अनि त्यहाँबाट अहिले चाहिँ हामी खाना खाँदैछौँ खानामा पनि धेरै आइटमहरू छ अचार छ अनि त्यहाँबाट भेजलाई यो मसरुमको तरकारी त्यहाँबाट उताबाट लगेर यस्तो भ्यूमा होइन अनि बसेर टक्क आलु अनि क्याप्सिकम खाना खाँदैछौँ क्या। अनि राजमाको हाम्रो लागि पानी पनि आइसक्यो तरकारी So guys, त्यहाँदेखि दही नि हो अब आजको भ्लग चाहिँ हामी चाहिँ यो यो खाएर भेट्छौँ है फाइनली गाइस छैन म मेरो सबै सबै एउटै बसमा चढेको होइन सक्यो पिकनिक फाइनली गाइस बाई बाई तीन पानी सबै चढिसकेको छ अब रमाइलो तरिकाले जानुपर्छ रमाइलो गर्दै भ्लग पनि यतै गर्नुपर्छ है गाइस फाइनली बाई बाई अब रमाइलो गर्दै जानुपर्छ आज भ्लग यति नै बन्द गर्नुपर्छ है गाइस कस्तो लाग्यो कमेन्ट गरिदिनु होला नेक्स्ट भ्लग पनि आउँछ